गाइस बेलुका सामान आइपुगेछ बहिनीले मैले पठाएको यो चाहिँ के हो साग रहेछ रायोको साग ल आफ्नै बारीमा फलाएको साग पठाएछ एउटा अर्को के हो यो सागको बिरुवा पनि पठाएछ रोपेर खानु अरे भन्दै थियो आहा यो चाहिँ के हो पानीपुरी ओहो यो बोडी चाहिँ कहाँ फलेको यस्तो आमा बोडी यहाँ अलिक देखाने यताभित्र अनि अर्को के रहेछ अब यो फर्सीको यो चाहिँ कान्छी बहिनीले ल्याएको अरे यो चाहिँ कहाँको हो ममा शङ्खसभाको हो तर अलिक के हो यो काँक्रा पनि शङ्खसभाबाट ल्याएको ल बहिनीले कान्छी बहिनी ल्याएको अनि बोडी भइहाल्यो अब यो चाहिँ के छ आलु सब्जी सबै पठाएर हालेर पठाएको छ यार आलु नै हुनुपर्छ यो ए आलु होइन चाहिँ यो त यो के भन्छ किवी किवी फल आमा यत्रो धेरै हो अनि हो लास्टमा के छ रुख टमाटर यो रुख भेन्डा गाइस ल हेर्न सक्नुहुन्छ है यति धेरै कसैले